Some place don't need an introduction. People don't come here to complete a checklist. They come to feel something. बार्सिलोनामा यस्ता धेरै फेमस ठाउँहरू छन्। त्यसमध्ये यो पनि एक हो। र आज म रङ, सुगन्ध, आवाज र रियल लाइफ एक्सपिरियन्सको लागि आएको छु। सो ढिला नगरी लेट्स गेट स्टार्टेड। अनि आज पनि हेर्नु न ल, ठ्याक्कै पानी परिसकेछ है। अनि भित्र छिरिहाल्नुपर्छ अब। यता भित्रभित्र पानी ओत्तिनुपर्छ। अनि आजको भ्लग चाहिँ कस्तो भने म त्यस्तो अब फुड रिभ्यूहरू गर्न त्यसको लागि त आएको होइन, तर त्यही हो, आज थोरै टाइम छ। त्यही टाइमलाई हल्का हुन्छ नि, अब सानो मोमेन्ट भए पनि क्याप्चर गरौँ न भनेर म पनि यसो आज यो मार्केटभित्र छिर्दैछु है। अनि तपाईँहरूलाई पनि घुमाउँछु, कस्तो छ हेरेर इन्जोय गरिदिनु होला है त। ल, यहाँभित्र बस्दै गर्दा सबैभन्दा पहिलो कुरा खाना होइन, मुभमेन्ट हो। सबैजना कहीँ न कहीँ जाँदैछन्, तर कोही पनि हतारेर जस्तो लाग्दैन। यो ठाउँ सिर्फ मार्केट मात्र होइन, यो त खानाबाट बनेको एउटा कथा जस्तो लाग्छ। फुड मार्केटले सिटी कसरी बन्छ भनेर देखाउँछ, तर मान्छेले के भ्यालु गर्छन् र के कुरामा टाइम दिन्छन्। यो मार्केट चाहिँ वान अफ द फेमस अनि एकदम ठुलो मार्केट हो है बार्सिलोनाको। लगभग 200+ स्टलहरू छ होला। अहिले चाहिँ प्राय खै चिसो भएर हो के भएर यस्तो अलि बन्द रहेछ कोही कोही स्टलहरू। यता यो फिसको साइड एरियातिर हो सायद अलि बन्द रहेछ। नत्र यहाँ पुरै बिजी हुन्छ। यहाँ हिँड्ने बाटो पनि हुन्न होइन, सायद गर्मीको टाइममा। म पहिला एकचोटि पनि आएको छु, एकदम ठुलो छ। आज चाहिँ म धेरै बोल्ने भन्दा पनि म तपाईँहरूलाई मजाले खिचेर सबै कुराहरू देखाउँछु है। मजाले हेरेर इन्जोय गर्नुहोस्। यता पछाडि मान्छेहरूले खाना खाने यस्तो छ। यो हिँडेर डुलेर भ्याइ नसक्नु छ, ठुलो छ, पुरै एकदम ठुलो छ। अनि हरेक कुना कुनामा ठाउँहरूमा दोकानी स्टलहरू छ यस्तो पुरै है। भने नि 200+ स्टलहरू छ सायद। मेबी तपाईँहरूलाई मिट चाहिन्छ कि फ्रुट्स चाहिन्छ कि होइन, बसेर खानलाई रेस्टुरेन्ट बारहरू चाहिन्छ कि, यहाँ सबै हुन्छ है एकै ठाउँमा। एकदम ठुलो छ, तर प्रायः कतिपय स्टलहरू, धेरै स्टलहरू अलिकति क्लोज जस्तो नै रहेछ। तर यो पनि धेरै नै खुलिरहेको हो, खुल्न त, तर पहिलाभन्दा चाहिँ अलि कमै छ है। अनि म चाहिँ यही हो, आज हल्का ढिलो जाने छ काममा। सो त्यही ब्रेक टाइमलाई युटिलाइज गर्दै डुल्दैछु म पनि है। ल, जहिले भ्लग बनाउँछु भनेर यसो टाइम मिलाएर निस्किया हुन्छु, त्यहीले नै पानी नै परिदिरहेको हुन्छु जतिखेर पनि है। आज पनि यता बाहिर सिमसिमे पानी पर्दैछ। ओ चिसो पनि छ आज अलि, हिजो अस्ति पनि त्यो ठ्याक्कै हिजो अस्ति पनि घाम लागिरहेको थियो। अनि आज चाहिँ ठिक्क फेरि सिमसिमे पानी पर्दैछ यता बाहिर है। सो भित्रतिर चाहिँ मस्त छ, यतातिर पर्दैन, त्यही भएर डुल्नु छ। म डुल्नुपर्छ। बरु यसो भोक लागे जस्तो नि भयो मलाई। केही न केही चाहिँ खानुपर्छ हामीले पनि, केही न केही हेरौँ। सस्तो के पाइन्छ त्यही खाने त खोजी सस्तो चिज हेरेर के ठिक लाग्छ आफूलाई है। खाएर पेटको पूजा गर्नुपर्छ गाइज है। ल, कहिले काहीँ के अर्डर गर्ने भनेर थाहै हुँदैन। सो म क्राउड फलो गर्छु। मलाई यस्तै ठाउँहरू मनपर्छ, किनभने यहाँ सबै मान्छे फरक हुन्छ, तर एक छोटो मोमेन्टको लागि सबै एउटै स्पेस सेयर गर्दै। हाम्रो सानोतिनो खाना लिएर हिँडिसकेँ। अब यता अलिकति कुनामा बसेर खाऊँ। यहाँ बसेर खाने ठाउँ पनि के हो यार, यस्तो अलिकति त राखिदिनु पर्छ नि। के किनेर कहाँ यस्तै उम्मेर खाने हो त नि। अब यस्तोमा खानलाई फेरि तिनीहरूको रेस्टुरेन्टमा जानु पऱ्यो। यो त यस्तो छ। ल, यता कहीँ बसेर
पेट पूजा गरौँ है त। तिमीले न्यु खोज्या हो मेरो खाना हेर्दैछ यसले यार। खान्छ आइज इसकी खाना लगिदियो यार, खाना नपाउँदै मेरो आधी खाना लाग्दै यिनीहरूले। ल अब त मोबाइल अड्याएर यो लिएको चेक गरौँ है त यो कस्तो छ। यो चाहिँ मिक्स बेरी जुस। राम्रै रहेछ। अब चाहिँ अक्टोपस कस्तो देखा चाहिँ खाइदिउँ। ठिकै छ, सिम्पल छ तर ठिकै हो यतिको। अरू भन्दा यहाँ चराहरूले मेरो खाना हेर्दैछन् कि। चराहरूलाई दियो भने धर्म हुन्छ भन्छन्। ल मोज गर, मलाई नटोके है। हेर्नु त भयो सक्यो। तर यहाँ आउँदा चाहिँ यसरी बस्नुपर्छ है। यिनीहरूले यो चराहरूले यहाँ पुरा यस्तो यस्तो खुल्लामा भाइर उम्बियो भने खाना लिएर बसाएछ भने पुरा चोरिदिने रहेछ नि। आधी खसालिदियो मेरो यिनीहरूले। ठुलोवालाहरू कि सिगल के हो यिनीहरूको नाम। अझ खाना अहिले त खाना खाइसकेपछि त भाग्छन्। अघि त छेउछेउमा आउँछ। त्यही पनि ठिकै छ, मोमेन्ट थियो सानोतिनो, मेमोरेबल हो होइन। यस्तै त हो नि होइन, सानो सानो मोमेन्टहरू क्याप्चर गर्दै जाने, मेमोरेबल बनाउँदै जाने। आजको दिन यसरी नै बितेछ मेरो पनि। अब हामी लाग्छौँ फेरि अगाडितिर है त। Life is all about finding peace, happiness, and being in the present moment. Realizing that this moment is not a fuzzy life, but life itself. यहाँ मान्छेहरूलाई एक छोटो मोमेन्टको लागि मात्रै देखिन्छ, तर यो मोमेन्ट नै कम्प्लिट लाग्छ। ल यही थियो आज लाभुकारिया यहाँको मार्केटको आजको दिन है। यसरी बिताएँ मैले चाहिँ। ल लास्ट टाइम यो मार्केटलाई हेरौँ, बिताइ गरौँ है त। अब यहाँबाट निस्किनुपर्छ। मेरो पनि कस्तो भने छुट्टी चाहिँ छैन, अनि त्यही छुट्टी नभएर चाहिँ हाफ छुट्टी जस्तो भनौँ न। अनि त्यही हाफ छुट्टी चाहिँ टाइम मिलाएर चाहिँ आज यता निस्केको थिएँ म पनि। अनि निस्केर हल्का घुमियो डुलियो होइन। आजको दिन पनि ठिकै भयो, राम्रो नै स्पेन्ड भयो। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो है। अब चाहिँ हामी घर जान्छौँ भने घर गएर अनि काममा निस्किनुपर्छ है। के गर्ने, काम नगरेसम्म हुँदैन यता। यस्तै छ है बाहिरको लाइफ, यही हो। अहिले चाहिँ 5-6 बज्न लागेको छ। अहिलेसम्म हेरेर साथ दिनुभएको छ भने चाहिँ तपाईँहरू सबैलाई धेरै धेरै थ्याङ्क यू है। अनि आउने दिनहरूमा अझ भिडियोहरू ल्याउँदै गर्छु। अनि आज पनि मौसम यस्तै भयो है, पानी पर्यो। यही थियो आजको छोटो मिठो सानोतिनो भ्लग। अनि तपाईँहरूलाई फेरि अर्को भ्लगमा भेट्ने नै छु है। अब त्यति जेलसम्म चाहिँ सी यू इन नेक्स्ट भ्लग फेरि पनि गाइस। ल बाई बाई, टेक केयर है त, चाओ।